सो हेलो फ्रेन्ड्स, गुड मर्निङ है सबैलाई। सो सबैले सोच्नुहुँदैछ होला आज नाङ्गेज्यू आए भनेर है। नाङ्गेज्यू चाहिँ किन आएको भनेपछि नि कारण गाइस, अब म चाहिँ गएको यहाँ गङ्गा स्नान गर्नु है। आज सावनको दोस्रो सोमबार। सो शिवजीलाई जल चढाउनुपर्छ। सो त्यही भएर म चाहिँ अब बिहानै लागेको गङ्गा स्नान गर्नु। एन्ड यो चाहिँ मेरो भाडा, यसमा चाहिँ म गङ्गाजल भर्छु अनि शिवजीलाई चढाउँछु। हजुरहरूलाई पनि भन्छु, यो सावन महिनामा चाहिँ शिवजीको विशेष कृपा हुन्छ। त्यसैले होइन, हजुरहरूले पनि यो सावन महिनामा चाहिँ शिवजीलाई जल चढाउनुहोस्, शिवजीको आशीर्वाद प्राप्त गर्नुहोस् है। अब म चाहिँ लागेको गाइस गङ्गा स्नान गर्नु। आउनुहोस्, म तपाईँलाई गङ्गा घाट पनि देखाउँछु है। सो यहाँ हेर्नुहोस् त, यही हो गङ्गा घाट हो। अझै पानी परेकोले चाहिँ पानी बढिरहेको रहेछ हो। सो अब म चाहिँ यहाँ डुब्की हान्नु गएको है। सो गाइस, यही हो इस गङ्गा हो। अब म चाहिँ यहाँ गङ्गामा डुब्की हान्नु लागेको है। हर हर महादेव। जय शम्भु। अब डुब्की हाने हो। अब यसमा पानी भर्छु। पानी भरिसके हो। यो पानी चाहिँ अब शिवजीलाई चढाउनु लागि भनेको। अब जाने शिव मन्दिर है। मैले चाहिँ पानी भरिसकेँ। अब म चाहिँ लागेको गेट पनि खोलिसक्यो हो। अनि मान्छेहरू किनकि आज सोमबार हो। त्यही भएर चाहिँ हेभी भिड छ मान्छेहरू। मान्छेको भिड चाहिँ यतिकै छ। सो गाइस, नुहाइधुवाइ भइहाल्यो हो। इस ब्यारिकमा आएर यहाँ लुगासुगा फेरेँ। अब च्याट्टै जाने मन्दिर अनि शिवजीको दर्शन गर्ने है। यहाँनिर पानी, यहाँ फुल बेलपत्र अघि किनेर रेडी राखेको छु। सो अब मन्दिर गएको ल गाइस। गाइस, यहाँको शिवलिङ्ग दर्शन गर्नु है। अनि कमेन्टमा हर हर महादेव लेख्नुहोस्। हर हर महादेव। यो दोस्रो शिवलिङ्ग हो। यस्तो चाहिँ 12वटा छ है। ओम नमः शिवाय, 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 ओम नमः शिवाय। शिवजीको कृपा सबैमा भनिरहोस् है गाइस। यहाँभित्र चाहिँ तपाईँको भिडियो बनाउनु दिँदैन होइन। सो म चाहिँ यहाँ डराइ भिडियो बनाउँदैछु गाइस। भिडियो बनाउने तात्पर्य चाहिँ मेरो एउटै हो कि हजुरहरूलाई यो शिवजीको दर्शन गरेर हजुरहरूको पनि मनमा जो अशान्त भइरहेको मनलाई चाहिँ शान्त पारिदिनु खालि हो, अरू केही होइन गाइस है। तपाईँहरूको माथि नि शिवजीको कृपा बनिरहोस्, तपाईँको घर परिवारमा सुख शान्ति छाइरहोस् है गाइस। यति भन्दै हर हर महादेव भन्नु। यस्तो गर्दै यहाँ चाहिँ 12 शिवलिङ्ग छ हो। सबै शिवलिङ्गमा सक्दिनँ किनभने यहाँ क्यामेरा एलाउ छैन। म जस यहाँ ड्युटी गर्दैछु भनेर खालि भिडियो गरेको है। गाइस, मन्दिरमा भक्तजनहरूको भिड हेर्नुहोस् है गाइस। पुरा भिड छ है भित्र। गाइस, मेरो चाहिँ यहाँ पूजा भइसक्यो हो। म चाहिँ पूजा गरेर यहाँ मन्दिरबाट निस्केको। सो हजुरहरूलाई मैले 12वटा शिवलिङ्गको दर्शन त गराउनु सकिनँ। किनभने चाहिँ गाइस, यहाँभित्र चाहिँ एकदमै फोन एलाउ छैन कि। सो म चाहिँ यहाँ मन्दिरको स्टाफ अब यहाँ मन्दिरमा ड्युटी गर्छु भनेर चाहिँ अब त्यही पनि हजुरहरूलाई जतिसक्दो मैले दर्शन गराइदिएँ है शिवजीको। त्यति नै दर्शन पाएर खुसी हुनुहोस् होइन। अनि सबैमाथि शिवजीको कृपा बनिरहोस् गाइस। मेरो यो आजको दिनको सुरुवात थियो। हजुरहरूलाई कस्तो लाग्यो
राम्रो लाग्यो भने एउटा मिठो कमेन्टसहित हर हर महादेव लेखेर जानुहोस् होला है। मन्दिरको यहाँ हेर्नुहोस् भिड चाहिँ यस्तो हुन्छ हो। तपाईँहरू पनि कोही आउनुभयो भने चाहिँ आउनु होला, मसित सम्पर्क गर्नु होला। म हजुरलाई यो मन्दिरको राम्रो दर्शन गराइदिन्छु। हस्, हर हर महादेव।